युबिसफ्ट नेपाल आएर धेरै ठुलो गल्ती गर्यो। नेपालले नआइदिएको भएदेखि यत्रो काण्डै हुँदैन थियो। आउने बेलामा चाहिँ नेपाल आउने, नेपालमा 2 हप्ता बसेर जाने, अनि गेम डेभलप भइसके पछाडि चाहिँ यो गेम खासमा काल्पनिक हो, यो चाहिँ मेल खाएको मात्रै हो भनेर त भन्न पाइँदैन नि त। जब गेमिङ युट्युब च्यानल गेम रियाक्टरले उनीहरूसँग इन्टरभ्यू लिएको थियो, उसले यही शब्द नै प्रयोग गरेको थियो। र मेरो जस्तै भावना भएका नेपालीहरूले जसले फिल गर्नुभयो यो गलत हो भन्ने जब फिल गर्नुभयो, उहाँहरूले त्यस भिडियोमा गएर कमेन्टहरू गर्नुभएको थियो, जुन चाहिँ म आज हाइलाइट गर्न खोजिरहेको छु, जुन विषयमा रियाक्सन भिडियो बनाउन गइरहेको छु। अन्तिमसम्म हेर्नु होला। सर्वप्रथम चाहिँ म तपाईँलाई मैले change.org-मा गएर अनलाइन पेटिसन लन्च गरेको विषयमा चाहिँ एउटा त्यसको म हजुरलाई थोरै देखाउँछु। यसमा मैले त्यही हो, करेक्ट द ल्याङ्ग्वेज भनेर मैले भनेको छु। गेम डेभलपरलाई चाहिँ, फार क्राई 4लाई चाहिँ हामीहरू नेपाली मान्छेहरू चाहिँ नेपाली भाषा बोल्छौँ है, हामी हिन्दी बोल्दैनौँ है ब्रो, हामी चाहिँ नेपाली भाषा बोल्छौँ है भनेर मैले एउटा सानो इन्ट्रो राखेको छु। र त्यस पछाडि पहिलोचोटि मात्रै होइन, गेमले नेपाल देखाएको, हिमालयन रेन्ज देखाएको, माउन्ट एभरेस्ट युज गरेको पहिलोचोटि होइन, अरूले नि बनाएको छ, तर उनीहरूले नेटिभ राखेको छ होइन, उनीहरूले जे गरे पनि इङ्ग्लिस राखेको छ बरु होइन, अरू देशको भाषा युज गरिएको छैन भनेर स्टार्ट गरेको छु। र त्यस पछाडि पुरानो फार क्राई 4 गेमले 6 मिलियन कपीभन्दा बढी बेचेको थियो। र यसले यो कारणले गर्दाखेरि चाहिँ हाम्रो आफ्नो एउटा कल्चरल डिफ्रेन्सेस क्रिएट गर्छ वर्ल्ड वाइड भन्ने विषयमा चाहिँ मैले एउटा आफ्नो आलोचना प्रस्तुत गरेको छु। र अन्तिममा चाहिँ फाइनली चाहिँ कन्सिक्वेन्सेस भनेको रिजल्ट, फाइनल रिजल्ट चाहिँ नेपाललाई तलै देखाइन्छ, नेपालको हितमा छैन यो विषय भन्ने चाहिँ मैले एउटा राखेको छु। 2 हप्ता आएर बसेको छौ, तिमीहरूले टेरेन, हाम्रो ल्यान्डस्केप रिसर्च गऱ्यौ, त्यो जेनेरेट गऱ्यौ, अनि गयौ, अनि गएर बनायौ। तिमीहरूले नेपालमा सिभिल वार छ भनेर पनि भनेका छौ। हाम्रो हिस्टोरिकल वेपन खुकुरीलाई कुक्री भनिदिएका छौ होइन। सबै कुरा नेपालको युज गरेका छौ, तर भाषा चाहिँ इन्डिया हिन्दी युज गरेको छौ, जुन चाहिँ यदि नेपाली अथवा इङ्ग्लिसै बनाइदिएको भए नेपालीहरूलाई, हामी यस्तो नेपाली गेमरहरूलाई एज अ होल नेपाल हाम्रो सभर्निटीमा चाहिँ हामीलाई आँच आउँदैन थियो भनेर मैले यसरी अनलाइन पिटिसन स्टार्ट गरेको थिएँ, जुनमा चाहिँ 3256 सपोर्टरहरूले पनि सपोर्ट गर्नुभएको थियो, नेपालीहरूले सपोर्ट गर्नुभएको थियो। त्यस पछाडि चाहिँ अब हामी जाउँ भिडियोतर्फ। सो यो चाहिँ गेम रियाक्टर भन्ने गेमिङ युट्युब च्यानलले चाहिँ गएर इन्टरभ्यू लिएको एउटा सानो यो इन्टरभ्यू छ, लगभग 8 मिनट्स 45 सेकेन्ड्सको इन्टरभ्यू छ। मलाई सर्ट फर्ममा म हजुरलाई देखाउँछु है त। मलाई खासमा यो च्यानलबाट मेसेज पनि आएको थियो, जुन चाहिँ म हजुरलाई देखाउँछु। हे निशान, माई नेम इज डोरी होइन, आई वर्क एज अ भिडियो एडिटर एट गेम रियाक्टर, आई नोटिस ब्ला ब्ला ब्ला। मैले यो विषयमा मैले इन्टरभ्यू लिएको छु, युट्युबको लिङ्क यहाँ छ, सो हेर्न भनेर मलाई यसरी नै पठाएको पनि थियो क्या यो गेम रियाक्टरले। त्यो बेलामा झन्डै कहिले हो, 28 अगस्त 2014मा पठाएको थियो। सो अनि मैले यो भिडियोको बारेमा थाहा पाएको थिएँ, अनि धेरै नेपाली गेमरहरूले पनि थाहा पाउनु भएको थियो यो विषयमा, बाइ द वे है त। रिजन बिहाइन्ड गोइङ नेपाल साङ्ग्रिला देखाउनुको रिजन चाहिँ के थियो भनेर प्रश्न सोधेको छ है त। यसले हाइब्रिड भनेको छ अफ नेपाल, काठमाडौँ, हिमालयस भनेको छ है, यसले अरू युज गरेको छैन नि। थाहा छ क्या उसलाई, I don't know what's going on, man. Real and solid. We also invented the mythology of the place. So we like this. पछि पोइन्टमा आयो, यसले चाहिँ के सोधेको छ अब चाहिँ भने त्यही कन्ट्रोभर्सी क्रिएट भएको छ ल्याङ्ग्वेजको विषयमा, जुन भाषा तिमीहरूले युज गरेका छौ गेममा त्यो विषयमा चाहिँ तँलाई के भन्नु छ भनेर प्रश्न सोधेको छ। यसको उत्तर सुन्नु है त। Yeah, it's funny because like the country in the game Karat is a fictional. मा भएको ठाउँ चाहिँ फिक्सनल हो भनेको काल्पनिक हो। कस्तो फन्नी लागिरहेछ मलाई जब मान्छेहरूले त्यसरी भनिरहेका छन् भनेर यसले भन्यो। यस पछाडिको उत्तर सुन्नु। मलाई सबसे रिस उठेको पार्ट चाहिँ यो हो, मलाई यस्तो खुसी लाग्यो हामीले बनाएको काल्पनिक ठाउँको भाषा मान्छेहरूलाई थाहा छ, गेमरहरूलाई थाहा छ उनीहरूलाई। मलाई धेरै खुसी लाग्यो भनेर कस्तो मक गरेछ। मलाई सबसे मेन रिस उठेको पार्ट चाहिँ यो हो क्या, सुरुमा आयो भनिहाल्यो मैले, सुरुमा अघि भने जस्तै नेपाल आउँदै नआएको भएदेखि कुरै सकिन्थ्यो। नेपाल चाहिँ 2 हप्ता आउने, नेपालमा आएर बस्ने, नेपालको एभ्रिथिङ गर्ने, एन्ड देन चाहिँ पोर्ट्रे गर्दा चाहिँ गेमिङमा चाहिँ त्यो गर्नु भएन त ब्रो। त्यो हो नि त, मेरो फर्स्ट भिडियोमा भने जस्तै गेमिङ भनेको उद्योग हो, एउटा फ्यासन हो। अनि यसलाई जब यो फ्यासन, जब यो उद्योग, जब एउटा इन्डस्ट्री भन्छ, एउटा यो कल्चर जस्तो भन्छ, मान्छेहरूले जब फलो गर्छ, त्यो फलो गरेको मान्छेहरूमा चाहिँ
हामीप्रतिको जेनरलाइज गर्ने अथवा एउटा पोइन्ट अफ भ्यू चाहिँ के पुग्न जान्छ भनेर नै रियलाइज गर्दैन क्या खासमा मेन चाहिँ कुरा त्यो हो एनिवे यस पछाडि भनेको चाहिँ अब ओभरअल गेमको विषयमा उसले बोलेको छ गेमको भनौँ न मेकानिक्स अनि कन्सोलको पिसीको इत्यादि कुराहरू गरेछ कसरी भनेर हामी त्यतातिर नजाउँ हाम्रो मेन उद्देश्य भनेको चाहिँ यो भिडियोमा आएको कमेन्ट्स यस भिडियोमा आएको चाहिँ एउटा रियाक्सन भनौँ नेपाली कम्युनिटीबाट नेपाली गेमिङ कम्युनिटीबाट आएको एउटा रियाक्सन छ त्यो चाहिँ हेरौँ म इङ्ग्लिसमा छ म सर्टेन पार्टहरू हाइलाइट गरेर म हजुरलाई भन्छु है त सो यहाँनिर गौरव अधिकारी 11 वर्ष अगाडि के लेख्नुहुन्छ भने यु से यु क्रिएटेड द गेम इन फिक्सनल कन्ट्री येट यु गो टु भिजिट नेपाल एन्ड युज नेपाल्स लोकेसन एन्ड ल्यान्डमार्क एन्ड यु मेक कप्स वेयरिङ नेपाली युनिफर्म स्पिक इन्डियन ल्याङ्ग्वेज हाउ इज दिस फनी टु यु होइन गौरवजीले भन्नु खोज्नु भएको कुरा नै सेम मैले भने जस्तै सबै कुरा तिमीहरू गयौ भिजिट गऱ्यौ तर नेपाली युनिफर्म पनि युज भएको छ एभ्रिथिङ नेपाल छ तर किन तिमीहरूले इन्डियन भाषा प्रयोग गर्यो र किन यो तिमीहरूलाई फन्नी लागिरहेछ हाँस्नुपर्ने विषय के छ यसमा ब्रो भनेर उहाँले भन्नुभएको छ अनि मिस्टर ब्रिज साइड लेख्नुहुन्छ नेपाल हेज अराउन्ड 47 ल्याङ्ग्वेज ड्यु टु बिङ एथिकली डाइभर्स आई क्यान अन्डरस्ट्यान्ड वाइ द गेम डिजाइनर्स वुड हेभ प्रब्लम मेकिङ इट रियलिस्टिक भनेर छ उहाँको भनाइ पनि ठिकै हो 147वटा भाषा त छ हाम्रो होइन तर अफिसियल ल्याङ्ग्वेज त नेपाली हो नि त ब्रो है शाश्वत विष्ट के लेख्नुहुन्छ वी एज नेपाली पिपुल need to be proud of our heritage and also be proud in ourselves. It is our conviction to our identity that really makes us Nepali. Having said that, we need to calm ourselves. We always end up nitpicking at the smallest details of the smallest things. I too was a bit concerned when I heard Hindi being spoken in this game. But this is fictional world, guys. We as a country need to be proud that the people making FC4 saw Nepal's beauty and myths and एनिवे तपाईँ पढ्न सक्नुहुन्छ यो स्क्रिनमा देखिरहनु भएको छ शाश्वत विष्टजीलाई 11 वर्ष पछाडि म के रिप्लाई गर्न चाहन्छु भनेको चाहिँ उहाँहरूले चाहिँ हामी नेपालीहरूको अलिकति न्यारो माइन्ड छ र हामीले खुट्टा तान्ने प्रविधि छ हामी अलिकति ओपन माइन्ड हुनु पर्यो भनेर भन्नुभएको छ उहाँको भनाइ पनि ठिकै हो बट एज अ होल चाहिँ हामी नेपालले के गुमायौँ र फार क्राई 4ले चाहिँ के कमायो भन्ने विषयमा चाहिँ म थोरै ध्यान आकर्षण दिन चाहन्छु फार क्राई 4ले $400 to $600 million कमाएको छ यो गेमबाट र नेपाल एज अ कन्ट्री हामीले के गुमायौँ के मात्रै गुमायौँ होला भन्ने म थोरै हजुरलाई म त्यहाँनिर एउटा ध्यान आकर्षण दिन चाहन्छु यो गेम लगभग तपाईँको 14 मिलियन कपी बिकेको थियो त्यो भनेको 1,40,00,000 किनेका थिए वर्ल्ड वाइड र तपाईँको पाइरेट मार्केटमा त कतिजनाले किने त्यसको त लेखाजोखै छैन है तपाईँलाई थोरै एउटा इक्जाम्पल दिन चाहन्छु क्या त्यो त्यस विषयमा सस्तोजीले भन्नुभएको ठिक हो म हजुरले भनेको कुरामा मान्छु उनीहरूले 400 मिलियन 600 मिलियन कमाउँदासम्ममा चाहिँ हामीले धेरै गुमायौँ नि त हामीले त हाम्रो अस्तित्व नै गुमायौँ नि त ब्रो होइन र हामी कहिले कम ब्याक गर्ने त्यो 1,40,00,000 जनालाई चाहिँ हामीले अब कसरी बुझाउने कि चन्द्र र सूर्य भएको फरफराउने देशमा चाहिँ नेपाली भाषा बोलिन्छ हिन्दी छ एउटा सर्टेन पार्ट बट हाम्रो अफिसियल ल्याङ्ग्वेज हाम्रो नेसनल कन्स्टिट्युसनले भनौँ न रेकग्नाइज गर्ने ल्याङ्ग्वेज त नेपाली हो नि त ब्रो है सस्तोजी त्यो कुरा चाहिँ गरौँ है हाम्रो खुट्टा तान्ने प्रविधि छ है तर नेपालीहरूको यो भन्दै गर्ने क्रममा चाहिँ हाम्रो खुट्टा तान्ने प्रविधि चाहिँ छ त्यो चाहिँ म नि मान्छु आई थिङ्क डेभलपर्स वर्किङ दे आर इन्डियन्स हु कन्भिन्स अर ट्रिक डाइरेक्टर्स ठिकै हो कुरा पनि होइन अब हाम्रो भोइस ओभर आर्टिस्ट नेपाली भोइस ओभर आर्टिस्टहरू हुनु थियो होला भन्ने कुरा पनि होला प्रोभाब्ली हाम्रो भोइस ओभर आर्टिस्ट 2014मा 11-12 वर्ष अगाडि थिएन पनि होला है ह्याभिङ सेड द्याट गेमको सर्टेन पार्टहरूमा नेपाली बोलिएको पनि छ है त्यो कुरा पनि म एक्नोलेज गर्न चाहन्छु जुन चाहिँ गेम खेले पछाडि बल्ल थाहा भयो नेक्स्ट आई नो वाट्स कमिङ है नेक्स्ट यु सुड मेक अ गेम कल्ड Canada and with all your historical and cultural backgrounds intact and use Arabic as a language and some Chinese and Ugandan here and there and while you are at it, give it same flag and call it imaginary. He said perfect क्या क्यानाडालाई लिएर एउटा गेम बनाउनुहोस् अनि त्यस पछाडि तपाईँ त्यहाँको हिस्ट्री त्यहाँको कल्चरल ब्याकग्राउन्ड सबै लिनुहोस् एभ्रिथिङ लिनुहोस् क्यानाडाको होइन तर त्यहाँको भाषा चाहिँ अरबिक राखिदिनुहोस् चाइनिज राखिदिनुहोस् कुनै ठाउँमा युगन्डा बोलिदिनुहोस् अनि तर त्यो ठाउँको फ्ल्याग त्यो ठाउँको एभ्रिथिङ चाहिँ त्यही राखिदिनुहोस् कस्तो लाग्छ अब तपाईँलाई युबिसफ्ट तपाईँलाई कस्तो लाग्छ म तपाईँ भनेरै भनिरहेको छु तपाईँहरूलाई मैले तपाईँ नै भनिरहेको छु एनिवे सी आई लभ फार क्राई बट नट नियरली इनफ फर अस to have our identities stolen from us like that. What I do not like at all is the fact that the developers went to Nepal and explored and used so much of Nepal but wouldn't have the
decency to use our language for the main characters. I watched a gameplay video and the characters spoke Hindi. I could be mistaken about whether. Anyway, so उहाँको भनाइ हाम्रो भनाइ हामी सबै नेपाली कम्युनिटीको भनाइ सेम हो. Alright. Fellow Nepali citizens, the game also features elephants in the mountains. Should we be bothered by that inaccuracy too? उहाँले चाहिँ यसमा व्यङ्ग्य नै हान्नुभयो जस्तो लाग्यो. Anyway, also the population census 2011 records 77,000 people speaking Hindi in Nepal. He's got a point. Let's not go into debate. इन्डियालाई डाउनग्रेड नगरौँ, हिन्दी भाषालाई डाउनग्रेड नगरौँ, हामी सबै मिलेर बस्नुपर्छ होइन. सो त्यो एउटा छ तर बलिउडको म्युजिकहरू युज भएको एउटा कन्टेक्स्ट पनि छ यसमा होइन. सो थाहा छ उहाँहरूले कुन सर्ट अफ हिन्दी युज गर्नु भएको अथवा कुन वेमा चाहिँ पोर्ट्रे गर्न खोजेको भन्ने कुरा क्लियर छ क्या. यहाँ त्यसमा कुनै डिबेटै छैन. Anyway, so I see how the creative directors is so creative, and also how Kirat is a fictional place, how the Moon logo is original. A respected franchise should not be behaving like this. I know. Let's hurt the feeling by screwing up their identity and global representation. Is this really that big of a deal? But it's a big deal, brother. I disagree. The game taken place in mountain region of Nepal and people don't speak Hindi there at all. It could be considered if it was Tarai. Yep, I too find it funny. When you said it's funny, that's good. How is Kirat a fictional country? It's totally Nepal. If you really want to stick it to a fictional place and has no relevance to Nepal and its people, then why didn't you create fictional language as well? This is just an attack on our national sovereignty. Kirat is not a fictional place or fictional tribe. Entire Nepal was once known as Kirat dynasty or Kirat Desh. Anyway, we have seen the comments. Sabai comments same छ. सबैजनाले सपोर्ट गर्नुभएको छ मेरो change.org को यो पेटिसनमा. एज अ होल अब यसलाई ठुलो बिग इस्यु पनि नबनाम. हामीले अब यहाँनिर सर्टेन कमेन्ट्सहरूमा भनेको नि छ नेपाल इन्डिया वी सेयर सिमिलर कल्चर एन्ड स्टफ. यस इट्स राइट. एभ्री वान गट द ओन पोइन्ट अफ भ्यू. सबैजनालाई आफ्नो राइट छ, आफ्नो विषयमा बोल्न मिल्ने राइट छ. ह्याभिङ सेड द्याट एउटा सर्टेन पार्ट अफ मी स्टिल थिङ्क्स द्याट इट्स नट राइट. यदि नेपालले नआएको भएदेखि चाहिँ यसलाई मैले डाउन प्ले गरिदिन सक्थेँ, मैले यसलाई इग्नोर गरिदिन सक्थेँ, आउट अफ द माइन्ड जान्थ्यो मेरो. तर नेपाल आएर इन्डिया नगइकन नेपाल आएर नेपालको एभ्रिथिङ गरेर यत्रो ठुलो फ्रेन्चाइज भएर यत्रो प्लेयरहरूले 1,40,00,000 प्लेयरले किनेर खेलेको गेम हो यो. त प्योर त हामीलाई नेपाललाई त फुल अन यसले अभियसली नकारात्मक अथवा नेपाललाई राम्रो हुने काम केही गरेकै छैन क्या यो गेमले. त्यति भन्न चाहन्छु होइन. सो त्यही हो मेसेज टु फार क्राई अथवा युबिसफ्ट. इट्स अ बिग फ्रेन्चाइज. अब हाम्रो सतिरले सरापेको देश भने जस्तै हाम्रो देशको कन्टेन्टहरू उठाएर तिमीहरूले केही बनाउँछौ भनेदेखि पनि यु हेभ टु बी भेरी माइन्डफुल. अहिले तिमीहरूको डाउन भइरहेछ युबिसफ्ट, थाहा छ, बिकज अफ दिस पनि. यति नगरेको भएदेखि नेपाललाई यसरी तिमीहरूले वर्ल्ड विश्व सामु प्रमोट मात्रै गरिदिएको भए कि इङ्ग्लिस युज गरिदिएको भए कि त्यो नेपाली भाषा मात्रै युज गरिदिएको भएदेखि पनि एटलिस्ट तिमीहरूको एउटा राम्रो दिन जुन थियो पहिला त्यो नै भइरहन्थ्यो. सदाबार तिमीहरू फुलिरहन्थ्यो. तर तिमीहरूले हामीलाई हाम्रो देशलाई यो हिसाबले देखायौ, यो हिसाबले तिमीहरूले पोर्ट्रे गर्यौ. त्यो भएको कारणले गर्दा चाहिँ तिमीहरूलाई कालो दिन तिमीहरूको माथि कालो बादल छाइरहेको छ. त्यो कालो बादल हटाउनलाई चाहिँ तिमीहरूले फुकफाक गर्नुपर्छ, तिमीहरूले झाँक्रीलाई देखाउनुपर्छ है त. रियाक्सन भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद. मेरो लास्ट रुनी भिडियो हो यो फार क्राई 4 को लागि अथवा यो विषयमा बोल्ने मेरो अन्तिम भिडियो हो. योभन्दा म अब अगाडि जाँदिनँ. जे हुनु थियो भइहाल्यो. आई थिङ्क उनीहरूले पनि लेसन लर्न गरिसके. युबिसफ्टको कालो दिन आइरहेको छ, कालो दिन चलिरहेको छ, नराम्रो दिन चलिरहेको छ होइन. नराम्रो दिन नचलोस्, तिमीहरूको राम्रो होस्, फलोस् भन्ने म आशीर्वाद दिन चाहन्छु. सो यस, र मेरो सेकेन्ड भिडियो चाहिँ मैले गाउँले विषयमा गेम बनाउँदैछु. सो गाउँलेको गेम प्ले चाहिँ इट्स अ मस्ट. नेपालले गेम बनाउने भनेपछि मलाई गाउँलेको याद आयो. सो हाम्रो असीम साकेजीको गाउँले खेल्छु म मेरो फर्स्ट भिडियोमा. सो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला. यस भिडियो मन परेमा लाइक गरिदिनु होला है त. थ्याङ्क यू सो मच गाइज. थ्याङ्क्स फर वाचिङ. चियर्स.